च्यातेको एउटा डाकाले दिएको प्रमाणपत्र अर्को डाकाले लिनु मिल्दैन, त्यसैले च्यातेको। के भनिस्? मुख सम्हालेर बोल। म डाका? डाका दुई किसिमका हुन्छन्, एउटा कुर्सीमा बसेर लुट्ने डाका, अर्को जंगलमा बसेर लुट्ने डाका। बन्दुक उठाएर लुट्ने डाका समाजदेखि टाउको लुकाएर हिँड्छन्, कुर्सीमा बसेर लुट्ने डाका जतासुकै छाती फुकाएर हिँड्छन्, जंगलमा बस्ने डाकालाई जनताले भेटे हात तोडिदिन्छन्, कुर्सीमा बसेर लुट्ने डाकालाई समाजले भेटे हात जोडिदिन्छन्। जंगलमा बस्ने डाकाले एकपल्टमा 10-15 लाख रुपियाँ लुट्छन्, कुर्सीमा बस्ने डाकाले एकपल्टमा करोडौं करोड लुट्छन्, जंगलमा बस्ने डाकाले कसैको घर फोडेर लुट्छन्, तर कुर्सीमा बस्ने डाकाले देशको ढुकुटी फोडेर लुट्छन्। ए जल साहब, सुन्नुभयो तपाईले यसले के भन्यो? यसलाई तुरुन्त ल्याएर मसँग माफी मगाउनुस्, नत्र तपाईको म जागिर खान्छु। सुन्नुभयो तपाईले मैले के भने? उहाँको खुट्टामा म निधा राखेर माफी माग्न तयार छु यदि उहाँले हामीलाई एउटा कुराको जवाफ दिनुहुन्छ भने। 12 वर्ष अगाडि उहाँ यही जेलमा हुनुहुन्थ्यो मसँग, राजनीतिक कारणले उहाँ छुट्टो भयो, डकैतीको कारणले आजसम्म म यही छु। त्यति बेला उहाँ दुब्लो पातलो ख्याउटे, खान नदिएर जोगीले पालेको बिरालो जस्तो हुनुहुन्थ्यो। आज उहाँ रातो पिरो मोटो घाटो सुकिलो हुनुहुन्छ। कहाँको आम्दानी खाएर उहाँ त्यस्तो हुनुभयो, उहाँले त्यो बताउनु भयो भने अनि म माफी माग्छु। त्यति बेला उहाँ हामीसँग जेलमा हुँदाखेरि पैसा नभएर चुडेको चप्पलमा धागोले बाँधेर हिँड्नुहुन्थ्यो। आज उहाँको घरको आँगनमा देश विदेशका चिल्ला राता पिरा गाडीहरू छन्। त्यो कहाँको आम्दानीबाट भयो त्यो उहाँले हामीलाई बताउनु भयो भने अनि म माफी माग्छु।